नरो। अब हामी यहाँ बस्दैनौँ। अघि विवेकले भनेको जस्तै गर्दै यो सबै सम्पत्ति बहिनीको जिम्मा लगाइदिए। अब ऊ नबुझ्ने छैन। आफ्नो लागि केही गरेर खान सक्छ। तेरो लागि म छु। अब मलाई पनि पाप नलाग्ला। मैले सकेको गरेकी हुँ। मलाई पनि जबरजस्ती यहाँ बस्न मन छैन। जाने ठाउँ कहीँ नभएर यहाँ बसेकी हुँ। अब कहाँ लैजान्छस् मलाई? तँलाई जहाँ जाँदा आनन्द लाग्छ त्यहीँ लैजान्छु। मलाई छोडेर त जाँदैनस् नि। मैले कहिले छोडेको छु र तँलाई? हामी सधैँ सँगै त छौँ। सँगै हुनुको अर्थ जहिले एउटै घरमा, एउटै कोठामा, एउटै ओछ्यानमा हुनुपर्छ भन्ने होइन। सँगै हुनुको अर्थ कहिल्यै पराए नहुनु हो। सक्छस् त मलाई झेल्न? जिन्दगीभर। तर म लामो समय बाँच्दिनँ होला। यदि मैले तँलाई एक्लै छोडेर गएँ भने त के गर्छस्? अर्को बिहे गर्छस्? म पनि तैसँग मर्छु अनि स्वर्गमा। तर म फेरि बिहे गरौँला, हुँदैन? चुप लाग। नचाहिने कुरा गर्दो रहेछ। तैँले पनि नचाहिने कुरा गरेको मलाई मन पर्दैन। मेरो अगाडि मर्ने कुरा गर्दैन गर। तँलाई केही हुँदैन। यदि केही हुने दिन आएछ भने म पनि तेरै साथमा जान्छु। त्यही भएर मलाई लामो जिन्दगी बाँचोस् भन्ने चाहन्छस् भने पहिला आफ्नो स्वास्थ्यमा ध्यान दे। म मरे मर्छु भनेर आफूलाई व्यवस्था गर्छस् भने तैँले मेरो आयुलाई पनि घटाउँदैछस्। ख्याल गर्नु। म ख्याल गर्छु आफ्नो, र तँलाई पनि केही हुन दिन्न। त मेरो प्राण होस्। तर मलाई आमा हुन मन छ। तैँले आमाले भनेको कुरालाई यति धेरै सिरियस भएर किन लेखी? मैले मलाई बच्चा चाहिन्छ नत्र तँसँग बस्दिनँ, अर्को बिहे गर्छु भनेको छु र तँ किन आफूलाई असुरक्षित महसुस गर्छस्? मेरो विश्वास गर, मलाई तँ ठिक भए पुग्छ, अरू केही चाहिँदैन। मैले असुरक्षित महसुस गरेकी होइन। यो आजको इच्छा पनि होइन। सम्झी त, तैँले अस्ति नै मलाई तँलाई आमा भन्न मन लागेको छ भन्दा मैले के भनेकी थिएँ? सम्झिनै पर्दैन। तैँले मलाई भनेका कुरा सबै थाहा छ। उसो भयो किन आनाकानी गर्छस् त? आनाकानी गरेको होइन। मलाई तेरो स्वास्थ्य बिगारेर बाउ बन्न मन छैन। तर मलाई मन छ, किनकि यो मेरो खुसी हो। बरु म आमा बन्न सकिनँ भने त्यही पिरले छिट्टो मर्छु होला। तँलाई के थाहा एउटी नारीलाई आमा भन्न पाउँदाको खुसी कति हुन्छ भनेर? ठिकै छ, तँलाई यही कुराले खुसी दिन्छ भने म तेरो खुसीको लागि जे पनि गर्न तयार छु। नि तिमीलाई के भयो? अब यो र यसको घरसँग तिम्रो के साइनो बाँकी छ र जान्न पर्यो। आज यसको र मेरो बिहे हुँदैछ, त्यही भएर हामी मन्दिर हिँडेको। बिहे गर्ने रे तँसँग हो र सृजना? देख्यौ होइन, बिहेपछि ठुलो भोज दिने सोचेको छु। भोज खान तिमीलाई र तिम्रो छोरालाई पनि बोलाउँछु, आएर भोज खाएर जान। तेरो भोज खानु छैन हामीलाई, तँ आफै खिच। मलाई खोइ किन हो मन्दिर घुमेर सिन्दुर लगाएपछि बिहे भइहाल्छ नि। भोलि गएर बिहे दर्ता गरेपछि पक्काको बिहे हुन्छ। जाउँ हिँड। मानिनुहोस् भने फेरि म उता गङ्गेलाई फोन गरेर सबलाई मार्न लगाउँछु। हिँड लुको। ल
ल मलाई लगाइदेऊ लगाइदेऊ न यो माला मलाई लगाइदेऊ न त जानु भन नत्र म फेरि उता फोन लगाउँछु भन्दिन भगवान पनि चाहनुहुन्न कि तेरो र मेरो बिहे होस् भनेर त्यही भएर पण्डितले पनि मान्नु भएन मैले सोच्दै नसोचेको उहाँ बुवा बाटो बाटो फर्केर आएर मलाई बचाउन खोज्दै हुनुहुन्छ यसको मतलब भगवान पनि मेरो साथमा हुनुहुन्छ अहिले केही पनि गर्न सक्दैनस् ए म केही पनि गर्न सक्दिन फक म तिमीहरू कसैलाई पनि छोड्दिन बरु जेल जानु परे जान्छु तर तिमीहरूलाई मारेर मात्रै रे कसलाई मार्छु रे हामीलाई बसन्तजीले खबर गरेर आएको कसैले हो यहाँ जबरजस्ती बिहे गर्न खोजेको यसले अब कहाँ भाग्छस् तेरो जाने ठाउँ आयो सर यसलाई जबरजस्ती बिहे मात्रै होइन हामीलाई घरभित्र थुनेर जबरजस्ती मार्ने धम्की दिएको समेत कसुरमा मुद्दा चलाउनु यसो हो भने लामो समय निस्किँदैन त हत्या लाउनुहोस् धन्यवाद हजुरहरूलाई समयमै आएर हामीलाई सहयोग गर्नुभयो राई हामी पनि जाऊँ तपाईँको टाउकोमा पनि गहिरो चोट लागेको छ मेरो कारणले तपाईँले दुःख पाउनुभयो अब नबस्नु हाम्रो घरमा किन तपाईँले बस्न दिनुहुन्न र त्यसो होइन मैले गर्दा तपाईँले दुःख पाउनुहुन्छ त्यसो भए त झनै बस्छ किन सबै कुरा मुखले भन्नै पर्छ र कुनै कुनै कुरा त आफै पनि बुझ्नु न